प्रधानमन्त्रीका रूपमा बालिन शाहको शपथ ग्रहण शुक्रबार मध्याह 12:34 हुने तय गरिएको छ। राष्ट्रपति कार्यालयमै औपचारिक नियुक्तिसहित उहाँले सोही समयमा शपथ लिनुहुनेछ। यो समारोहलाई विशेष र ऐतिहासिक बनाउन विभिन्न धार्मिक तथा सांस्कृतिक विधिहरू समावेश गरिएको छ। कार्यक्रममा 108 बटुकद्वारा स्वस्ति वाचन, 108 बौद्ध लामा गुरुहरूबाट मङ्गल वाचन तथा 7 ब्राह्मणद्वारा शङ्खनाद गरिने तयारी गरिएको छ। समारोहलाई सनातन धर्मअनुसार विधिवत सम्पन्न गरिने बताइएको छ, जसले परम्परा र आधुनिक राजनीतिक घटनालाई एउटै मञ्चमा जोड्ने सङ्केत गर्दछ। अनि अब तपाईँहरूमध्ये धेरैजनालाई कन्फ्युजन हुनसक्छ के हो यो 7 वा शङ्खनाद भन्ने। शङ्खनाद भनेको चाहिँ शङ्ख बजाउने मान्छे क्या होइन। अब यसको अर्थ चाहिँ क्या 7 वा शङ्खनादबाट चाहिँ शङ्ख बजाउनु हिन्दू धर्ममा शुभ सङ्केत मानिन्छ। अब यसको अर्थ चाहिँ के हुन्छ भन्दाखेरि सकारात्मक ऊर्जा ल्याउने, नकारात्मक शक्ति हटाउने, नयाँ काम सुरु गर्दा राम्रो सङ्केत दिने। सिम्पल बुझ्नुपर्दा त्यही हो क्या, नयाँ प्रधानमन्त्रीको काम शुभ होस् भन्ने सङ्केत दिन्छ अहिले चाहिँ होइन। बटुक भनेको चाहिँ के हो भन्दाखेरि 108वटा बटुक भनेको चाहिँ सानो ब्राह्मणहरू क्या। बटुक भनेको चाहिँ सानो ब्राह्मणहरू, जो चाहिँ कस्तो भन्दाखेरि ब्राह्मण विद्यार्थीहरू भनौँ न, सानो ब्राह्मण विद्यार्थीहरू जसले चाहिँ मन्त्र पाठ गर्छन्। अब यसको अर्थ चाहिँ के भन्दाखेरि देशमा शान्ति होस्, सबैको भलो होस्, सरकार सफल होस् भन्नुभन्दा होइन। अब 108 नै किन त भन्दाखेरि 108 भनेको हाम्रो हिन्दू धर्ममा पवित्र सङ्ख्या मानिन्छ। अब बौद्ध भिक्षुहरूले पनि के गर्नेछन् भन्दाखेरि मङ्गल पाठ गर्नेछन्। यसको अर्थ चाहिँ के हो भन्दाखेरि शान्ति, करुणा र सद्भावना फैलियोस्, देशमा सकारात्मक ऊर्जा बढोस् भनेर हो गाइस यो। अब यसले चाहिँ के दर्शाउँछ भन्दाखेरि होइन, यहाँ चाहिँ अब सबैभन्दा इन्ट्रेस्टिङ कुरा के हो भने होइन, यो कार्यक्रम केवल रिचुअल मात्रै होइन क्या, यो एउटा मेसेज हो क्या। हिन्दू र बौद्ध दुवै परम्परा जोडेर के गरिएको छ भन्दाखेरि यो कार्यक्रममा युनिटी देखाउन खोजिएको छ क्या। यो केवल एउटा शपथ ग्रहण मात्रै होइन गाइस, यो नेपालको लागि एउटा सिम्बोलिक रिसेट जस्तो देखिन्छ क्या, जहाँ परम्परा, धर्म र राजनीतिक एउटै ठाउँमा भेटिन्छ। हो नि त, हो किन भन्नु त।